हामी चाहिँ 13 भारोत्तोलन राजीव हाम्रो गुरु आज उहाँको गेम छ आफ्टर 3 भन्थ्यो हामी आई थिंक अराउन्ड 1:45 भएको छ अहिले नेसनल गेम हो हैन गर्मी छ फ्यान ल्याएको छ सरले वेट लिफ्टिङमा चाहिँ दुईटा मेन लिफ्ट हुन्छ अनि एउटा चाहिँ क्लीन एन्ड जर्क भयो अनि अर्को चाहिँ स्न्याच हुन्छ क्लीन एन्ड जर्क चाहिँ एउटामा पर्छ अनि त्यो स्न्याच गर्छ अनि ओभरअल टोटलमा चाहिँ तिम्रो बोल्दैछु त्यही त होइन बाहिर आएर बोल भने अनि म बाहिर पुरा मिलाएर बोल्दै थिएँ होइन त्यस्तै हो टोटलमा आफ्नो वेट नि लाइक जोडेर अनि जसले बडी वेट उचाल्छ त्यही नै हो पार्कमा हिँड्ने जस्तो हेलो एभ्रिवान सो आज हामी आएको छौँ नेसनल 13th नेसनल वेटलिफ्टिङ कम्पिटिसनमा सो हामी यहाँ आफ्नो गुरुलाई चेयर गर्न आएको भनेर अघि नै भनिसक्यौँ और अब भन्दैछौँ डिपेन्ड्स अन हाउ वी एडिट सो पार्ट 2 बर्थडे भ्लग आउन नि सक्छ नआउन नि सक्छ बिकज एकदम प्रोक्रास्टिनेट गरिरहेको छौँ हामी एकदम बिजी भएको भएर एकैचोटि आउँछ ब्याक टु ब्याक यो कहिले आउला यो भिडियो यो फर्स्टमा के बर्थडे आउँछ त्यसको 2-3 दिनमा आउँछ चिफ एडिटरले त्यही भन्नुभएको छ कस्तो मजाको प्लेस कसले सोध्ने हो त्यो स्विमिङ पुल रहेछ पौडी पोखरी रे यस्तो स्विमिङ पुललाई पौडी पोखरी भन्दो रहेछ ब्याक स्टेजमा वार्म अप गरिरहेको प्लस उडेर स्न्याच बाँकी छ पछि अनि 20 मिनट वार्मअपको लागि स्न्याच सिधापछि मजा ब्याक स्टेज रिलिज मसाजहरू गर्छ राजीव महाजन अहिले आउँदै हुनुहुन्छ
अहिले बारमेलमा 145 केजी भार राखेको छ। त्यसको लागि आउँदै हुनुहुन्छ नेपाल पुलिस क्लबका खेलाडी राजीव नवरजन। प्रतियोगिता यही समाप्त भएको घोषणा गर्दै अब लगत्तै हामी मेडल तथा प्रमाणपत्र वितरणको कार्यक्रम रहनेछ। यसको लागि विजेता खेलाडीहरू तयारी अवस्थामा बसिदिनु होला। धन्यवाद। म पनि यहाँबाट बिदा